पनि आयो, ऊ चाहिँ मोटरसाइकलमा आउँदैछ, आइपुग्न ल माइला। माथि नै आउँछ भनेर माथिसम्म भाग्नुभयो। बोला भने
बागवानी हुँदै गइसकेपछि त्यहाँ चाहिँ मान्छेलाई चाहिँ ल तपाईँहरू भाग्नुहोस् खोला ठुला आइरहेछ भन्दै पनि त्यहाँको मान्छेलाई चाहिँ जानकारी गराएर माथि ल्याउन सक्यो। तर त्यहाँ चाहिँ घटना केही पनि भएन। अरू यहाँ अहिले चाहिँ ढुङ्गेमा चाहिँ पुरेको छ। अब पछि चाहिँ यो ढुङ्गेको चाहिँ उसमा चाहिँ पुरेको चाहिँ अब स्काइभेक्टर ल्याइसके पछाडि जिल्ला सुरक्षाकर्मीसँग समन्वय गरिसके पछाडि अरू जानकारी आउँछ। तपाईँको करिब आधा घन्टा भयो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा चाहिँ हेलिकप्टरले चाहिँ उद्धार गरेर लग्यो। तपाईँको यहाँ चाहिँ एकैचोटि बाढी भनेको एकैचोटि आयो, कति क्षति छ भन्ने त्यो अनुगम गरेको छैन, त्यो पछि आउला जानकारी।
मेरो नाम स्वयं कृष्ण राज भण्डारी हो। मेरो घर चाहिँ विदुर नगरपालिका वार्ड नम्बर 1 ढुङ्गे हो र आजको बिहान म 9 बजे खाना खाएर 9 बजे निक्लिने बेलामा मेरो जेठानले चाहिँ स्यापुर रसुवागढी स्यापुर बेसीको बजार सबै बगाएर लिएर आएको छ, तपाईँहरू सुरक्षित हुनुहोस्, कहाँ हुनुहुन्छ भनेर मलाई भन्नुभएको थियो। भनेको तपाईँको 10-15-20 मिनटमा मेरो पसल ढुङ्गी बजारमा हार्डवेयर मनकामना हार्डवेयर पसल थियो र मेरो त्रिशुली बजारमा एउटा घर थियो। घर त्यो भनेको बिचमा म गएर हेर्न गएर मेरो भाइलाई, मेरो बुहारीलाई, मेरो भाइ अर्को कान्छो भाइलाई मैले ल बाढी आउँदैछ अरे, तिमीहरू चाहिँ आफ्नो ठाउँमा हस्तान्तरण गरेँ। आफ्नो सामानहरू पसलहरू मैले हतार पसल बन्द गरेँ। पसल बन्द गरेको र मेरो भाइले सामान झिकेर बाहिर निक्लिँदै एक्कासी खोला ठुलो आवाज आएर डङ आवाज आयो। आवाज आउँदै सबै आँखा अगाडि पुल बगायो। पहिलो सुरुमा पुरानो पुल थियो, हाम्रो जङ्गबहादुरको पालाको पुल थियो, पुरानो पुल बगायो। त्यसपछि नयाँ पुल थियो, नयाँ पुल बगायो र हुँदै घरहरू धेरै बगाउँदै गयो। बगाउँदै जाँदाखेरि हामीले एउटा घरमा मान्छे फसेको थियो। फसेको मान्छेलाई रेस्क्यु गर्नको लागि हामीले कति उद्धार गऱ्यौँ, पुलिसलाई फोन गऱ्यौँ। त्यसपछि कतिलाई फोन गर्दाखेरि सबै टेलिफोनहरू बिजी भएको कारणले गर्दाखेरि हामीले बल्ल उद्धार गरेर पछि उद्धार गरिसकेपछि नेपाल सशस्त्र प्रहरी नेपाल प्रहरीहरू आएर चाहिँ हामीले उद्धार गरेर हजुरको जेठानलाई चाहिँ उहाँ सरकारी निकायबाट नै अनि मेरो यो थियो या उहाँले होइन, मेरो जेठानलाई चाहिँ मेरो साथी स्यापुर बेसीमा रसोमा भएको साथीले चाहिँ मेरो जेठानलाई फोन गरेर चाहिँ अब जेठानले पनि ज्वाइँ कता हुनुहुन्छ, ज्वाइँ बजारतिर छ कि त्रिशुली बजारतिर के गर्नु भएको छ कि के छ भनेर मलाई खबर दिएपछि मैले तुरुन्त ढुङ्गे बजारका आसपासका र त्रिशुली बजारका मैले जति चिनेका साथीहरूलाई चाहिँ तुरुन्त ल है खोला बाढी आउँदै गरेको अवस्था छ, त्यो अवस्थालाई मध्यनजर गरेर चाहिँ हामी सुरक्षित स्थानमा चाहिँ हामी जानुपर्छ भन्दै हामीले सामान झिक्न पनि नभ्याइकन हाम्रै आँखा अगाडि मेरो पसलको अगाडिको सटरमा श्रीमान श्रीमती होटेलमा भएको श्रीमान श्रीमतीलाई पनि आँखै अगाडि बगाएर लिएर गयो। जस्तो अब तपाईँ आगामी दिन कस्तो हुन्छ होला अथवा तत्कालको लागि स्थानीय तहबाट सरकारबाट के भयो? अब स्थानीय तहबाट चाहिँ हाम्रो अहिले अघि भर्खर वडा अध्यक्ष आइसक्नु भएको छ। विदुर नगरपालिकाको 7 नम्बर वडा बेत्रावती बजार पनि केही छैन भन्ने सुन्नमा आएको छ। र देवीघाट बजारको आसपासमा रहेको केही बजारहरू सबै बगाएर लिएर गएको भन्न सुन्नमा आएको छ। र स्थानीय सरकारले चाहिँ के भएको छ, जोखिममा पूर्ण रहेका मान्छेहरूलाई घरबास कपास नभएका मान्छेहरूलाई चाहिँ नगरपालिकाले अहिले तत्कालको लागि रेस्क्यु गरेर खानी बस्ने र बासको व्यवस्था गर्ने भन्ने अहिले वडा अध्यक्षले हाम्रो कुरा गर्नुभएको सुन्नमा आएको छौँ। र अब सरकारले चाहिँ सकेसम्म चाँडै रेस्क्यु गरेर र उद्धार भएका जो मान्छे खोज तलास गरिदिनु होला भन्ने मेरो चाहिँ गुनासो छ।